हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। यस भिडियो चाहिँ आज ड्रागन फ्रुटको कलिलो मुना अर्थात ड्रागन फ्रुटको चुफाको तरकारी बनाउने तरिका र यसको फाइदाहरु बारे जान्ने छौं। आउनुस् यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। यसको तरकारी कसरी बनाउने भन्ने त हजुरहरुले भिडियो हेरेर जानकारी लिन सक्नुहुनेछ र यसको फाइदाहरुको कुरा गर्नुपर्दा यसलाई चाहिँ खाँदा चाहिँ पेटको लागि एकदम राम्रो मानिने रहेको छ र यसको अर्को फाइदा चाहिँ के रहेको छ भने यसलाई तरकारीको रूपमा प्रयोग गर्दा हामीले पाइल्सको एकदम बेस्ट औषधिको रूपमा अहिले प्रयोग गरिरहेका छौं र यसको तरकारी कसरी बनाउने भन्ने हजुरहरुले भिडियो हेरेर जानकारी लिन सक्नुहुनेछ। साथीहरु, भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु र एक लाइक एक सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। ल त साथीहरु, आजको भिडियो यति नै र जति एक सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।